हेलो एभ्रिवान, वेलकम टु माई ब्लग है। अनि सबैजनालाई गुड मर्निङ। अहिले चाहिँ बिहानको 7 बजिरहेको छ र अहिले चाहिँ म चाहिँ बारी जाँदैछु। सब्जी पनि खोज्थेँ अनि तल घरबाट चाहिँ भाइ आएको छ नि त, जो मसँगै लिएर आएको। किनभने त्यसलाई चाहिँ पुरा मुसा निस्केको छ होइन, हात खुट्टामा। अन्त पहिला पनि अर्पणको उसको दाजुको पनि निस्केको थियो है। भाइको नाम चाहिँ अर्पण हो है, उसको पनि निस्केको थियो। त्यो दबाई लगाइकिनखेरि चाहिँ सासुत्ते गयो है। अन्त अहिले भाइलाई पनि लाउनु को लागि ल्याइरहेको छु है। तर त्यो दबाई भेट्छ कि भेट्दैन, त्यो दबाई कस्तो हुन्छ म तपाईँलाई देखाउँछु। त्यो चाहिँ हाम्रै यहीँ गाउँघरमा पाइने हो, तर जहीँसुकै पाइँदैन, प्रायः चाहिँ लेकमा हुन्छ है त्यो दबाई चाहिँ। सो म तपाईँलाई अहिले देखाउने छु। मेरो भिडियोमा भनेर बस्नुहोस् होला। यो चाहिँ म बारी जाँदैछु है, पानी परेर यस्तो छ हालत। औ भेट्यो भेट्छ होला नि होइन। चाहिँ खोज्दैछन्। यता यता हेर त भाइ, यता चाहिँ मेरो नाति केटा है, यो ड्याममै टिका लाउने चाहिँ पण्डित बाजेहरू। सो यहाँ त्यो दबाई चाहिँ खोजाइ हुँदैछ होइन, भेट्छ कि भेट्दैन त्यो चाहिँ। मलाई ढिलो हुन्छ नि बाछा चाहिँ पकाउनु। भेट्यो। सो त्यो दबाई चाहिँ देखाउनुहोस् यता हो, यही हो। निस्किन्छ पानी लगाइदिइहाल्नु न, टुटाएर लगाइदिनु न, भाइले जान्दैन हौ, उठ्छ अहिले हौ, लगाइदिनु न तपाईँ। इसिङ भाइ टुटाएर लाउनुपर्छ। देखा त यता, यो हो। यसलाई चाहिँ हामी के भन्छौँ भने चाहिँ कागे किरा भन्छौँ है। यसको यो टाउको टुटाएर यसको खुन दल्नुपर्छ कि। नि सबै पानी चाहिँ हातभरि निस्किसक्यो, उसलाई लगाइदिनु न भनेको खोजिबस्छ। एउटा लगाएर खोज्दा हुन्छ त फेरि। फेरि तपाईँ चाहिँ यही हो है, सबै पानी हातभरि भयो, खुन अहिले एउटा निस्किँदैन हेर्नु ल। खै भाइ यस्तोको खुन हुन्छ। सो अहिले चाहिँ हामी सब्जी खोज्न जाँदैछौँ। सब्जी चाहिँ के हो भन्दाखेरि चाहिँ ब्याम्बो सुट पाउँछ कि पाउँदैन। थियो र तपाईँ तुर्स आउनु भएको हो, थियो र यसलाई छ रहेछ त, छ रहेछ त बाबा। त्यो चाहिँ हाम्रो देरी खाने। दुईटाले लानु नि, निकाल्नु नि। वाउ साथीहरू हेर्नुहोस्, टुसा ब्याम्बो सुट। तपाईँ नकाट्नु बाबा, नकाट्नु नि तपाईँ। अदिब यो काट्दा फेदमा कुकर काट्ला। हाम्रो चाहिँ नकाट्नेको एउटा रिजन छ नि त है, त्यही कारण काट्नु नदिएको। हेर्नुहोस् यो कुन चाहिँ च्याउ हो, यो चाहिँ जिब्रो टोक्ने च्याउ अरे। चढ्नु हुँदैछ यहाँ, सर हो कि म्याडम हो? हत्ती यसरी लिच थेरापी गर्नुहुने हो भने चाहिँ लेकतिर आउनुपर्छ है। यहाँ दामी थेरापी दिन्छ किन, महँगो महँगो पैसा खर्च गर्नु होइन। मैले चाहिँ सब्जी पाएँ। यस हेर्नुहोस् है, अब चाहिँ यसको लगेर मर्मत गर्छु। ए ल्याइपुर आएँ घर ब्याम्बो सुट चाहिँ। अब यसलाई तास पारेको म देखाउँछु है त। सो हो यसलाई नि यसरी सबै यसको बोक्रा निकाल्नुपर्छ हो। यसको चाहिँ अरू बाँसको टुसाको जस्तो बेसी झुस निस्किँदैन। पानी ठिकै हुन्छ पनि भएन। हाम्रो रुम चाहिँ निकै बनाइदिएर बहिनी, रुम चाहिँ निकै बनाइदिएर। सुन तर एकछिन भिडियो बनाउँदैछु, मेरो भिडियोमा जाउनु भएन त्यो गीत है, गीत छ अरे आमामा तैँले पनि सानो बोल्दैन त। यसको चाहिँ नि यो
साह्रो लाग्छ हौ मलाई चाहिँ खानु त मजाकै यसको अलिक कलिलो कलिलो यस्तोहरू खाँदा हुन्छ ल म चाहिँ यहीँ राख्दैछु प्लिज घिउ नगर्नुहोस् होला किनभने यसलाई धुनु लानु पऱ्यो नि त अनि यसलाई चाहिँ के सजिलो पर्छ भन्दाखेरि चाहिँ नि तपाईँहरूले यसलाई नि यत्तिकै यसलाई न त के अरे खरानीमा पकाउनुपर्छ होइन न त यसलाई के नै गर्नुपर्छ यसलाई चाहिँ यत्तिकै काट्यो मजाले धुयो पकाउँदा हुन्छ यो चाहिँ किन भन्दाखेरि चाहिँ तितो हुँदैन है त अनि यसलाई अझै नि आगोमा पोलेर यसलाई मजाले पकायो भने अझ मिठो हुन्छ अरे अझै गुलियो हुन्छ भन्छ है यति मात्रै देखाएँ है पुरा टाइम लाग्ने रहेछ अरू चाहिँ तासेर अहिले तपाईँलाई देखाउँछु है त सो गाइस हामी चाहिँ अहिले पनि ओल्ड मेथडमै है खाना बनाउँछौँ यसरी चुलामै मजाले भाँडामा होइन आगोमा पाएको चाहिँ मिठो हुन्छ प्लिज चुला देखेर नबनाउला किनभने लिपेको छैन अहिले खानासाना पकाइसकेपछि लिप्छ होइन सो यहाँ माथि चाहिँ हाम्रो भाँड छ भाँडमा चाहिँ मासु छ हो सो यो चाहिँ चिम्नीवाला हो धुवा बाहिर आउँदैन सबै माथि नै जान्छ सो आगोमा पाएको चाहिँ मिठो हुन्छ कि गाइस तर नि अहिले पानी परेर हेर्नुहोस् न हो सबै भिजेर आगोै बल्दैन होइन भात बिग्रिसक्यो आज मलाई मार्नुहुन्छ फेरि मेरो हस्बेन्डलाई चाहिँ गिल्लो भात मन पर्दैन नि त त्यही भएर एकदम के गर्नु होइन भात चाहिँ हेरेर सुन्दैछ आगोमा लगेर आइने गएर सानो दाउराहरू लिएर आएको यस्तै छ है हाम्रो चाहिँ यो चाहिँ अघि मैले के गरेको टुसा हो होइन भिडियोमा चाहिँ कतिको देख्छ देख्दैन याद भएन है तर यसलाई चाहिँ म अब काट्छु है भिडियो हेर्छु न एकखेप देख्छ होला होइन नदेखि तपाईँले अघि देखिसक्नु भएको छ यसलाई चाहिँ म काट्छु केही गर्नु पर्दैन सानो काट्यो है तपाईँले जस्तो सेपमा काट्दा पनि हुन्छ म चाहिँ लामै मनपर्छ लामै काट्छु यसलाई चाहिँ नि यो गुलियो बाँसको टुसा भन्छ कि ब्याम्बो सुट यसलाई चाहिँ केही पर्दैन अरू हामी तिते बाँसहरूको होइन तिते बाँसहरूको भन्छ टुसा तर गाइस प्लिज उयो नगरिदिनु होला होइन किन काटेको किन गर्नु नदिएको भनेर थुप्रो छ है अब कति बेला सब्जी खानु मनपर्छ हामी एक दुईवटा टुसा छोडेर नै काट्छौँ सबै त्यो मास्ने गरेर काट्दैन आफ्नै हो आफै केयर गर्नुपर्छ होइन यसपालि सबै काटिदिनु अर्कोपालि पलाउँदैन सो हामी छोडेर नै काट्छौँ है एउटा दुईवटा काट्छौँ अनि छोडिदिन्छौँ गर्नु भिलेज लाइफ यस्तै हुन्छ है बस्तीको कुराहरू केही मनपर्छ क्या मान्छेहरूले बजार एरिया भन्छ नट ब्याड बस्नुपर्छ तर गाउँ बस्तीमा बस्नुको मजा चाहिँ अर्कै हुन्छ है यसरी फ्रेस कुराहरू खानु पाइन्छ अब बजारमा यसलाई नै हामीले किन्नु पर्थ्यो है त्यो पनि हिजोदेखि टिपेको कहिलेदेखि टिपेको होइन त्यसलाई बोइल गरेर होइन बस्तीमा चाहिँ फ्रेस खानु पायो नि त न केही गर्नु पऱ्यो न बासी भयो होइन टिप्यो ल्यायो खायो अन्त मलाई चाहिँ बस्तीमै बस्नु मनपर्छ क्या जे कुरा पनि हावापानी पनि फ्रेस एकदमै पिसफुल इन्भाइरोमेन्ट हुन्छ दुइटै हो सहरमा पनि कतिवटा आफूलाई सहज हुन्छ है हस्पिटल नजिक भयो अफिसहरू नजिक भयो होइन हरेक कुरा बजारमा अब हामी बस्तीदेखि जानु पऱ्यो भने ट्याक्सी फेयर तिरेर जानु पऱ्यो होइन बजार एक दिन पनि लाग्छ आफ्नो काममा आउन जानु पऱ्यो बजारमा त जहिले मन पऱ्यो तैँले त्यस्तै हो एडभान्टेज पनि हुन्छ एडभान्टेज पनि हुन्छ होइन म भएको मेरो यस्तै हो म तोल्दै बोल्छु क्या कोही बेला डिसएडभान्टेज पनि हुन्छ होइन बस्तीमा बस्नेको मजा आगोमा पकाएको खानुको मजा होइन राइस कुकरमा इलेक्ट्रिकमा पकाएर खानुको उयो र भाँडामा पहिल्यैदेखि आफ्नै ट्रेडिसन वेमा पकाएर खानुको मजा चाहिँ अर्को हुन्छ क्या सो मैले यति देखाउँछु होइन किनभने नाम हुन्छ तपाईँलाई बोरिङ हुन्छ मेरो कुराले पनि बोरिङ हुन्छ र बोर हुन्छ र होइन त्यस्तो हुन्छ मेरो हस्बेन्ड चाहिँ कि बल्ल छुट्टी आउनुहुन्छ होइन हो छैन हिसाब जता गयो त्यतै अराउनु हुन्छ तर अहिले चाहिँ काममै जानुभएको छ काममा भन्नुको मतलब बारीमा सब्जी उहाँले नै खोजेर दिनुभएको मलाई सानो केटा आएको छ उसको चाहिँ होइन मेरो भाइ आएको छ अन्त चाहिँ भाइले मैले अगाडिको म तपाईँलाई अघि भिडियो भनिहालेँ होइन दबाई कसरी हुँदैछ खै देखा त ढाल्छस् अहिले चाहिँ देखाउँछु ल